कसले चाहिँ अगाडि अगाडि कुदेर हिँड्नु नि। अब गाइस हेर्नु यहाँनिर चाहिँ स्विमिङ पुल रहेछ हो। यहाँ चाहिँ कसैलाई होइन हाम्रो बाबालाई डिगाउनु पाए चाहिँ म अति नै बेसी खुसी हुन्थेँ। तपाईँहरू के भन्नुहुन्छ? तपाईँहरूले नि यो भिडियोमा 5K पुऱ्याइदियो भने म बाबालाई यहाँबाट हेरेर यहाँ भित्र हालिदिन्छु नि। कति महिना नआउँदैन अरे? हाम्रो बाबा नआएको चाहिँ होइन 2 वर्ष बेसी हुनु आँट्यो हो। कत्ला बोकेर चाहिँ जिउै बोधो भयो कति हाम्रो बाबा चाहिँ 5K पुऱ्याइदियो भने चाहिँ यहाँनिर पक्का ठेलिदिन्छु म बाबालाई यहाँ। बुझ्यौ? अब अहिले हामी कता गएको? अब चाहिँ हामी मन्दिरको तर्फमा होइन। गाइस यहाँ भोलेनाथको ठुलो मूर्ति छ अरे। गाइस भित्र पण्डितहरू पनि छ रहेछ माछा हेर्नु। एकछिन कति हुन्छ यहाँबाट यस्तो गरौँ न, यहाँ बस्न। त्यसले चाहिँ फेरि बाठी भएर पनि के के किनेछ त्यो देखा त के हो त्यो? अर्को हामी यहाँ खाजा खान आँटेको छौँ। मोमो है कस्तो छ? कति रहेछ? उही स्कुटी राखेको होला हौ। एक किलो रेन्ज एउटा एक किलो ए उयसको एन्टकको हामी यहाँ डुल्दैछौँ है, परिसरमा घुमी हिँड्दैछ। भयो हेलो गाइज वेलकम ब्याक टु आवर च्यानल होइन। आज चाहिँ हामी के अरे जमुनी टुरिस्ट कम्प्लेक्स आएको छौँ होइन। यहाँ घुम्नुपर्छ। अब हामी खाजासाजा खाएर अब चाहिँ हामी यता बस्दैछौँ। सो लेट्स गो। यताबाट पस्छ होइन, यतैबाट हो है। खाँदै होइन चाल दिँदैछु म चाहिँ। चियर्स गाइस। के एन्ट्री टिकट लाग्दो रहेछ त? कहाँ लेखेको रहेछ? एन्ट्री टिकट लाग्दो रहेछ 20 रुपियाँ, भेपर टिकट पनि 20 रुपियाँ। टिकट लाग्छ? कुनी त लाग्दैन नि। यो चाहिँ कहाँ आइपुग्यो? यो त जमुनी हामी चाहिँ हो अहिले। यो चाहिँ टुरिस्टहरूको घुम्ने ठाउँ। आजको लागि चाहिँ हामी टुरिस्ट। उयो आन्टीहरू छँदैछ टिकट चाहिँ कहाँ लाग्छ? सोध त। यहाँ टिकट काउन्टरमा जाँदैछ है अहिले। टिकट लाग्छ कि लाग्दैन? 40 पुरै खिच्नु पर्यो नि। पुरै खिच्नु पर्यो नि। किन होइन हौ त्यसै भ्लग बनाउन आएको कि। रमाइलो ला चेन्ज छैन नि त। चेन्ज छैन? जिपे हुन्छ? जिपे त हुँदैन नि। हुँदैन? डिपार्टमेन्टको त हुँदैन। होइन यसो गर्नु कि त्यो राखी छोड्नु पैसा हो। अहिले आउँदा फर्काइदिनु न हुन्छ? होइन न पैसा राख्नु कि टिकट चाहिँ दिनु न। हुन्छ सबैलाई उठाउँछ है? सबैलाई उठाउँछ है? ठिक छ होइन। हजुर सात सुगर पनि हुनु पर्यो होइन? हुन्छ थ्याङ्क यू। अहिले आउँदा दिनु न अरू पैसा। हुन्छ गाइस टिकट चाहिँ हाम्रो हातमा आइसकेको छ होइन। सो अब चाहिँ जानु पाउँछ। अब चाहिँ यो एरियामा हाम्रो लागि पनि ओपन भयो। फाइनली गाइस अहिले हामी चाहिँ बाउ छोरी लाग्यौँ जामुनीतर्फ है घुम्नुको लागि है। टिकट देखाइदियो त एकपल्ट। यो चाहिँ जामुनीको टिकट है। जमुनी टुरिस्ट कम्प्लेक्स लेखेको रहेछ। पार्किङ फी चाहिँ 20 रुपियाँ। अन्त भेहिकल नै भित्र लगेर चाहिँ 40 रुपियाँ हुनेछ हामी चाहिँ होइन।
स्कुटी के लानु भनेर हिँड्दै हिँड्दै लाग्दा 40 तर रुपियाँ हामी बचत त्यसो गरेको। भ्लग पनि बनाऊ भनेर नि होइन टुरिस्टहरू आएको रहेछ टुरिस्टहरू। हामी पनि टुरिस्टै हो एकदमै सेयर हुनुपर्छ तपाईँहरूकोबाट चाहिँ यो भिडियो चाहिँ ल अहिले यो चाहिँ बाठी भएर अगाडि पसेको हेर्नु ल गाइस तपाईँहरूले यसले के गर्छ बाठी भएर झोला सोला बोकेर गएको छ कि हेर्नु यहाँबाट कता जाँदो रहेछ यो चेक गरौँ यसरी जाँदैछ हो लुखुर 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 जाँदैछ यो चाहिँ गाइस टच मिनट प्लान्ट हो होइन यस्तो हुन्छ यो चाहिँ नेपालीमा चाहिँ लजावती झार भन्छ हो सिस्मोनास्टी पनि भन्छ यसलाई चाहिँ यहाँ छ रहेछ कति भएको थियो तर बाबा हामी जमुनी नआएको गाइस अहिले चाहिँ फिलहाल हामी यहाँ घुमिरहेको छौँ होइन अन्त यहाँनिर चाहिँ यो हात्ती रहेछ हो मलाई चाहिँ यो हात्तीलाई देख्दा चाहिँ के डाउट लाग्छ भन्नु त यो हात्ती चाहिँ होइन अब जहिले तहिले यहीँ त खडा हुँदैन होला नि त अब अहिले होइन यहाँ एउटा रहेछ अन्त यहाँ एउटा छ रहेछ हो यो चाहिँ हाम्रो बाबा देख्दैछु म यो त मम्मी देख्दैछु म यो हात्ती चाहिँ जहिले तहिले त अब यसरी नै होइन उभिनु त कसैको लागि पनि पोसिबलै छैन हो कहिले चाहिँ हिँड्छ होला नि अलिकति पुछताछ गरेर भन्नु त गाइज यो हात्तीहरू कहिले हिँड्छ मलाई चाहिँ हिँडेको हेर्नु मन छ कि यिनीहरू कहिले हिँड्छ होला जस्तो भइसक्यो अन्त यहाँ चाहिँ हाम्रो भोलेनाथ हो रहेछ हो अब चाहिँ हामी मन्दिरको दर्शन गर्नु जाउँ हो पण्डितहरू पनि देख्दैछु देख्नु चाहिँ म हो कि होइन अब यहाँ चाहिँ हाम्रो बाबा अहिले भनेको चाहिँ हामी यहाँनिर जुन चाहिँ मूर्ति देख्नु हुँदैछ पछाडि है मूर्तिको सामु आइसकेका छौँ मूर्तिमा गएर भिडियो गर्नेछौँ फोटो खिच्नेछौँ लाइक सेयर कमेन्ट तपाईँहरूकोबाट हुनुपर्छ है म पण्डित देख्दैछु होइन म पण्डितलाई पैसा माग्ने ट्राई गर्दा कस्तो हुन्छ पण्डितलाई उल्टा पैसा मागिदिँदा कस्तो हुन्छ होला गाइस सबैजना चाहिँ आउनु पर्दैन नि गाइस फेरि म मात्रै हो कि यहाँ आउनु पाउने जस्तो सुकैलाई आउनु दिँदैन अरे मलाई चाहिँ राम्ररी देखेर दिइहाल्छ कि आउनु तपाईँहरूलाई चाहिँ दिँदैन नि फेरि सक्छु त अन्त मलाई म कहाँ पुगेँ आजको दिनमा लु भन त तपाईँहरूले यहाँ रहेछ हो अब हेर्नु है म कस्तो चाहिँ गर्छु यहाँभित्र गएर भिडियो चाहिँ चप्ली खोलेर हामी पसिसकेको छौँ यहाँ चाहिँ हाम्रो गाई रहेछ है ढोक्नुपर्छ नि त होइन मन्दिर आएको सबैलाई यता यता जाउँ तपाईँ के हो को हो अलिक मजाले बोल नमस्ते अङ्कल होइन लक्ष्मी माता भएकोमा पुगिनु आँट्यो है हामी यहाँ अहिले खिच्नुपर्छ यसले चाहिँ फेरि माला बनाइदिएको गाइस हेर्नुहोस् न माला उता फर्केको रहेछ अघि कस्तो फर्केको थियो भन्दा यता फर्केको चाहिँ अन्त यता लाग्यो ठिक छ अन्त लक्ष्मी मातासँग फोटो खिच्दैनस् कसले चाहिँ अगाडि कुदेर हेर्नु नि अब गाइस हेर्नु यहाँनिर चाहिँ स्विमिङ पुलहरू रहेछ हो यहाँ चाहिँ कसैलाई होइन हाम्रो बाबालाई डुबाउनु पाए चाहिँ म अति नै बेसी खुसी हुन्थेँ तपाईँहरू के भन्नुहुन्छ तपाईँहरूले नि यो भिडियोमा 5K पुऱ्याइदियो भने म बाबालाई यहाँबाट टेरेर यहाँभित्र हालिदिन्छु लु कति महिना नआउँदैन अरे हाम्रो बाबा नआएको चाहिँ होइन 2 वर्ष बेसी हुन आँट्यो हो
कत्ला बोकेर चाहिँ जिउै बोधो भयो कति हाम्रो बाबा चाहिँ लु 5K पुऱ्याइदियो भने चाहिँ यहाँनिर पक्का ठेलिदिन्छु म बाबालाई यहाँ बुझ्यौ अब अहिले हामी कता गएको अब चाहिँ हामी मन्दिरको तर्फ होइन गाइस यहाँ भोलेनाथको ठुलो मूर्ति छ अरे भाइ गाइस भित्र पण्डितहरू पनि छ रहेछ मार्छ हामीलाई एकछिन कटिङ भयो यहाँबाट यस्तो गरौँ न यहाँ बस्न बस्न फट शिवलिङ्ग छ रहेछ हो अब हामी भित्र जाने ट्राई गर्छौँ होइन रेजको पैसा छ यताले त म जस्तो धनी कोही पनि छैन होइन मेरोमा चाहिँ 5 मलाई नि दिएन 6 7 2 रुपियाँ काफी तपाईँको लागि अहिले हामी जमुनी परिसरमा छौँ है यहाँनिर रेजको पैसा पनि चाहिँदो रहेछ यसलाई म लिएर जाँदैछु कुनै कसको पूजा हुँदो रहेछ त्यहाँ कला लगाउने म चाहिँ गाइस सोधेर पनि आइसकेँ होइन यहाँभित्र क्यामेरा अलाउ पनि गर्नु पाउँछ अरे तर कसैले पूजा गर्दैछ हामी पनि पूजा गरौँ न यो चाहिँ के को परिसर भन्दै जानु के को परिसर भन्दै जानु यो चाहिँ उयो भित्र हो के भन्छ यो माथि मूर्ति छ होइन यसको लागि चाहिँ अब यहाँ यस्तो बनाएको छ यहाँ चाहिँ शिवलिङ्गहरू छ अब यहाँ एउटा भगवान्हरूको जाँदा हुन्छ नि गाइस यो चाहिँ हामी जुन चाहिँ मूर्ति देख्नु हुँदै थियो ठुलो है त्यो भित्र छौँ अहिले परिसरमा परिसकेको छौँ यो चाहिँ हिँडेकै छ स्ट्यान्डर्ड जग्गामा यहाँबाट पनि जाने अरे गाइस ओह्रालो कस्तो रहेछ हेर्दै जाउँ हाम्रो बाबाको लागि सब्जी यो सब्जी चाहिँ त्यही हो बाबाको लागि स्पेसल सब्जी मैले रोपेको यताबाट चाहिँ बाहिर निस्किन्छ जस्तो छ गाइस होइन पैसा पनि त हुन्छ त लौकरहरू छ यो लाठी केटी चाहिँ गाइस कहाँ गएको हेर्नु न अब यस्तो छुट्टी अहिलेसम्म जैसेको तैसे भन्छ यही हो भोल्युम पनि ठुलो आयो होला अहिले चाहिँ होइन हामी अघिकै जग्गामा आइपुगेको छौँ यहाँ आइपुगेको छौँ अब हामी तपाईँहरूलाई खोलाको दृश्य देखाउनेछौँ गो टु द कुनिके खोला यता 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 हाम नफाले त्यहाँबाट यस्तो छ जग्गा देख्नु सक्नुहुँदैछ खोला हो यो चाहिँ रङ्गित खोला है दामी सिन रहेछ गाइस हाम्रो बाबा चाहिँ प्लेनको हो होइन बिचराहरूले कहिले खोला ढुङ्गा भन्ने देखेको छैन र यस्तो जग्गाले गएर दिएको छ माइन्ड नगर्नु होला गाइस होइन आउँदैछु यो लाठी हिँड्दैछ अगाडि आबा न चाबाको मान्छे अगाडि हिँडेपछि के चाहिँ कुनै के जस्तो रहेछ अरे के चाहिँ यसले अर्सै जान्दैन गाइस नरिसाउनु है जट्टाधारी भन्छ के भन्छ केही जान्दैन उफ त्यहाँनिर फोटो खिच्छु भन्दैछ हेर्नु न
गाइस अहिले चाहिँ हामी भनेपछि परिसरबाट निस्किसक्यौँ है। यसले चाहिँ के हेर्दैछ यहाँनिर के भएको रहेछ यो सँगै हेरिदिनुहोस् न। हातको लड्डु छोड्नु पाएछ म यस्तो खुसी हुन्थेँ कि अहिलेको समयमा चाहिँ गाइस। हातको लड्डु भन्दैछ है। जुन गाइस बाबा के बनाउनु भएको त्यो? गाँजा बनाएको खानुको लागि। अन्त बेसी भएन कि तपाईँको लागि? मोमो त कहाँ हो र नानी, माथि शिवजी दिएका त शिवजी पनि हुनुहुन्छ नि, उहाँको लागि पनि बनाइदिएको नि त हो। ए गाइस ऊपर हेर्नु न एकजना भिखारी छ होइन, अघिदेखिको मेरो पछि लागेकै छ हो। त्यहाँ मेरोमा रेचकी पैसा छ हो, म चाहिँ यो भिखारीलाई दिन गइरहेको छु हो। म चाहिँ यस्तै गरेर सबैलाई सहयोग गर्छु होइन। तपाईँले मलाई मेरो जिपेमा पैसा हालिदिनु सक्छ यदि यस्तै भिखारीलाई सपोर्ट गर्नु। भाइ लौ बिस्कुट खाला भाइ। हुन्छ। बाबा के भयो? हात्तीले एट्याक गर्यो अगाडि हेर्न, हात्तीले एट्याक गर्यो। त्यो त बनाएको हात्ती पो त छ्या बाबा चाहिँ। फाइनली गाइस हामी चाहिँ अहिले अन्तिम भइसकेको छ यो जग्गामा घुमिसक्यौँ र मान्छे हेर्नुहुन्छ भने तपाईँहरूलाई देखाइदिन्छु है।